नमस्ते, म बासु सुवेदी। आजको यो भिडियोमा म विशेष गरी तीनवटा कुराहरू ट्रेनिङ, वर्कसप र सेमिनार हामी निकै प्रचलनमा ल्याइराखेका हुन्छौँ। यी तीनवटा शब्दहरूलाई प्राय हामीले कतिपय यस्ता कार्यक्रमहरूमा तालिम भनिराखेको देखिराखेका हुन्छौँ। कार्यशाला यानी वर्कसप भनेको देखिराखेका हुन्छौँ। सेमिनार भनेको सुनिराखेका देखिराखेका हुन्छौँ। सहभागी पनि भइराखेका हुन्छौँ। र वास्तवमा तालिममा के हुन्छ, कार्यशालामा यानी वर्कसपमा के हुन्छ, सेमिनारमा के हुन्छ, कसरी सञ्चालन हुन्छ, यी विविध पक्षहरूमा यो भिडियोमा मैले मेरा अनुभवहरू प्लस सैद्धान्तिक पक्षहरूलाई समेत जोडेर छोटो कुराकानी गर्ने प्रयत्न गरिराखेको छु। जब हामी तालिमको प्रसङ्ग उठाउँछौँ, तालिम भन्ने बित्तिकै यो सिप हासिल गर्ने कुरा भनेर बुझ्छौँ, बिहेभियर चेन्ज गर्ने कुरा भन्ने बुझ्छौँ। कुनै स्थापित सिद्धान्तहरू, स्थापित सिपहरू जसलाई हासिल गराउनु, हाम्रो जुन खालको व्यवहार छ त्यो व्यवहारलाई बदल्नु, जसका लागि तालिमको खाँचो पर्छ भनेर भन्ने गरिन्छ। र यो प्राय केही लामो समयको हुन्छ। तालिम अत्यन्त छोटो समयको भन्दा अलि लामो समयको हुन सक्छ। तालिम केही घण्टाको भन्दा पनि बढी, केही हप्ताको, केही महिनाको तालिमहरू चाहिँ प्रभावकारी हुन्छ भन्ने गरिन्छ। सँगै कार्यशालाको प्रसङ्ग उठाइरहँदा तालिमबाट सिपहरू प्राप्त गर्ने वा सिपहरू प्रदान गर्ने, व्यवहार परिवर्तन गर्ने काम भइराखेको हुन्छ भने कार्यशालामा विशेष गरी प्र्याक्टिकल एप्लिकेसनका कुराहरू, गरेर सिक्ने कुराहरू, कुनै समस्या परिराखेको छ भने तत्काल समाधान गर्ने कुराहरू, ह्यान्ड्स अन स्किलहरू, यी पक्षहरू कार्यशालामा हुन्छन्। त्यसैले कार्यशालामा विशेष गरी गरेर केही समस्याहरू समाधान गर्ने, गरेर केही उत्पादनहरू तयार गर्ने, सहभागी भएर ह्यान्ड्स अन एक्टिभिटीका माध्यमबाट केही कुराहरू सिर्जना गर्ने, यो काम कार्यशालामा भइराखेको हुन्छ। त्यसैले कार्यशालामा एकदमै धेरै सिपलाई हासिल गर्ने क्रममा सहभागीहरूको संलग्नता बढी हुन्छ। सँगै सेमिनार यो अर्को महत्त्वपूर्ण फोरम वा कार्यक्रम हो जहाँ कुनै निश्चित सूचनाहरू छोटो समयमा ठुलो अडियन्सको बीचमा लैजानु परेको छ, त्यस्ता थ्योरिटिकल अन्डरस्ट्यान्डिङहरू भने जहाँ हामी सेमिनारको आयोजना गरिराखेका हुन्छौँ। छोटो समयमा धेरै अडियन्सको बीचमा कुनै महत्त्वपूर्ण कुराहरू एक्सपर्टको सपोर्टबाट हामीले प्रोभाइड गरिराखेका हुन्छौँ भने त्यो सेमिनारको रूपमा लिन सक्छौँ। त्यसैले तालिममा सहभागीहरूको रोल लर्नरको रूपमा, ट्रेनीको रूपमा अर्थात् सिकारुको रूपमा, प्रशिक्षार्थीको रूपमा हुन्छ। तालिममा सहभागीहरू एक्टिभली पार्टिसिपेट गर्छन् एक्टिभिटीहरूमा, फिडब्याकहरू लिने दिने काम प्रशस्तै गर्छन्, जसबाट उनीहरूले जुन सिप हासिल गर्नुपर्ने हो त्यो सिप हासिल गर्ने क्रम अगाडि बढ्छ। कार्यशालाका सहभागीहरूको भूमिकाको बारेमा कुरा गर्दा उहाँहरू लर्नर, ट्रेनी भन्दा पनि बढी पार्टिसिपेन्ट हुन्, कोलाबोरेटर हुन्। उनीहरूले एकदमै इन्गेजिङ एक्टिभिटीहरूका माध्यमबाट, ग्रुप एक्टिभिटीहरूका माध्यमबाट नयाँ प्रोडक्टहरू निकाल्ने काम गर्छन्। विभिन्न कच्चा पदार्थहरूको प्रयोग गरेर नयाँ सिर्जना गर्ने काम गर्छन्। त्यसैले तालिमको तुलनामा कार्यशाला बढी सृजनात्मक हुन्छ भनेर भन्न सकिन्छ। सहभागीहरू अत्यन्तै काममा जुटेको अवस्था कार्यशालामा हुन्छ। साथीहरूका बीचमा, सहभागीहरूको बीचमा निकै छलफलबाट नयाँ ज्ञानको सिर्जना पनि कार्यशालामा बढी भइराखेको देखिन्छ। सँगै सेमिनारको कुरा गर्दा सेमिनारमा सहभागीको रोल, भूमिका भनेको अडियन्सको रूपमा हुन्छ, लिसनरको रूपमा मात्र हुन्छ, अब्जर्भरको रूपमा हुन्छ।
एक्सपर्टका विचारहरू सुन्ने काम गर्छन् सहभागीहरूले। थोरै क्वेसन आन्सर सेसनहरू थोरै हुन सक्छ, केही ह्यान्डआउटहरू प्राप्त गर्न सक्ने हुन्छन्, केही छोटो डिस्कसन पनि चल्न सक्छ। त्यसैले छोटो समयमा कुनै महत्त्वपूर्ण विषयमा धेरै अडियन्सको बिचमा एक्सपर्टहरूको माध्यमबाट हामीले अत्यन्त साइन्टिफिक नलेजहरू प्रोभाइड गर्नु पर्यो भने सेमिनारको रूपमा अगाडि लान सकिन्छ। मैले अघि नै कुरा गरिसकेँ, ट्रेनिङ अलि लामो समयको हुन्छ, मल्टिपल सेसन्स हुन्छ, यसमा धेरै दिनहरू धेरै हप्ताहरू प्रयोग गर्न सकिन्छ र यसको कम्प्रिहेन्सिभ करिकुलम हुन्छ। ट्रेनिङको कम्प्रिहेन्सिभ करिकुलम विशेष गरी तयार गरिएको अलिक लामो समयको करिकुलम हामीले ट्रेनिङमा प्रयोग गर्छौँ भने वर्कसपमा लामो यो करिकुलमहरू कम्प्रिहेन्सिभ करिकुलम भन्दा पनि केही घन्टा वा केही दिनका छोटा कार्यक्रमहरू, यो सर्ट टु मिडियम भनेर भन्ने गरिन्छ, छोटो खालका जुन कार्यक्रमहरू चाहिँ वर्कसपमा हुन्छन्। निश्चित सिपहरू हासिल गराउनको निमित्त सहभागीहरूको प्रत्यक्ष संलग्नतामा छोटो समयमा स्किलहरू हासिल गर्नको लागि सहभागितात्मक क्रियाकलापहरू वर्कसपमा हुन्छ। सेमिनार वर्कसपको तुलनामा सेमिनार अझ छोटो समयमा हामी सञ्चालन गर्छौँ। 1 देखि 3 घन्टाका सेमिनारहरू अथवा एउटा सिंगल डेमा एक दिनमा कम्प्लिट हुने सेमिनारहरू चल्ने गर्छन्। त्यसैले समयको कुरा गर्दा, ड्युरेसनको कुरा गर्दा ट्रेनिङ बढी केही लामो समयको हुन्छ, वर्कसप कम समयको हुन्छ र सेमिनार अझ कम समयमा हामी सञ्चालन गरिराखेका हुन्छौँ। अडियन्सको सङ्ख्याको कुरा गर्दा वर्कसपमा सबैभन्दा कम अडियन्स हामी सहभागीहरूलाई सहभागिता गराउँछौँ, किनकि त्यहाँ गरेर सिक्न अवसर प्राप्त गर्नुपर्ने हुनाले सहभागीको सङ्ख्या सामान्यतया 20 भन्दा कम नै सहभागी वर्कसपका लागि उपयुक्त हुन्छ भनेर भन्ने गरिन्छ, किनकि त्यहाँ हाई लेभल अफ इन्टरेक्सन चाहिन्छ, पर्सनलाइज गाइडेन्स चाहिन्छ। वर्कसपमा हामीले हरेक व्यक्तिलाई गाइड गर्नुपर्ने हुन्छ वर्कसपमा। त्यसैले वर्कसपको पार्टिसिपेन्टहरू कम हुनु जरुरी छ। तुलनात्मक रूपमा वर्कसपमा भन्दा ट्रेनिङका पार्टिसिपेन्टहरू केही बढी राख्न सकिन्छ भने सेमिनारमा ठुलो सङ्ख्यामा अडियन्सहरू पार्टिसिपेन्टहरू राख्न सकिन्छ। त्यसैले यो हाम्रो एउटा सामान्य क्लासदेखि एउटा अडिटोरियम हलमा ठुलो सङ्ख्यामा सहभागीहरू राखेर पनि सेमिनारहरू गर्न सकिन्छ। ट्रेनिङ, वर्कसप, सेमिनार कुन ठिक वा कुन बेठिक भन्नुभन्दा पनि कस्तो कन्टेक्स्टमा कुन प्रयोग गर्ने भन्ने पक्षमा हामी बढी सचेत हुनु जरुरी छ। कतिपय अवस्थामा ट्रेनिङले प्रभावकारी रूपमा काम गर्छ। अत्यन्तै ह्यान्ड्स अन स्किलहरू प्रोभाइड गर्नका लागि, नयाँ सृजनाहरू गराउनका लागि, नयाँ प्रोडक्टहरू निकाल्नको लागि वर्कसप बढी प्रभावकारी हुन सक्छ भने छोटो समयमा अत्यन्त आधिकारिक ज्ञानहरू, अनुसन्धानका फाइन्डिङहरू, अन्य विविध ज्ञानहरूलाई ठुलो अडियन्ससम्म पुर्याउनको लागि सेमिनारले त्यतिकै काम गरिराखेको हुन्छ। त्यसैले हामीले आवश्यकताको आधारमा ट्रेनिङ, वर्कसप वा सेमिनारलाई प्रयोगमा ल्याइराखेका हुन्छौँ। अहिले कतिपय ब्यानरहरूमा हामीले देख्छौँ ट्रेनिङ कम वर्कसप लेखिएको हुन्छ। ट्रेनिङ कम वर्कसप त्यो ब्लेन्डेड प्रोग्राम भनिएको हो, जसमा हामीले तालिमका कम्पोनेन्टहरू वा स्किललाई प्राप्त गराउनका लागि गरिने क्रियाकलापहरूमा जोड दिइराखेका हुन्छौँ एकातिर भने, अर्कातिर सँगै ह्यान्ड्स अन एक्टिभिटीलाई पनि कनेक्ट गरिराखेका हुन्छौँ। त्यसैले ब्लेन्डेड मोडमा हामी यो ट्रेनिङ कम वर्कसप, वर्कसप कम ट्रेनिङ कम भन्छौँ, ट्रेनिङ कम वर्कसपहरू धेरै तल राखेका हुन्छौँ। यो आवश्यकताको आधारमा, हाम्रो अब्जेक्टिभको आधारमा यस्ता कुन पक्षलाई प्रोत्साहन गर्ने भन्ने हुन्छ। सेमिनार अलग्गै निश्चित समय तोकेर लामो अडियन्सको बिचमा सञ्चालन भइराखेको हुन्छ। पक्कै पनि आज यो भिडियो मार्फत यहाँहरूले धेरै गरिराख्नु भएको छ, सिकिराख्नु भएको छ, सहभागी भइराख्नु भएको छ। मैले केही भ्यालु एड गर्ने क्रममा यी विचारहरू यहाँहरूको बिचमा राखेँ। यहाँहरूलाई यो भिडियो
हेरिसकेपछि प्रतिक्रियाहरू व्यक्त गर्नको लागि पनि आग्रह गर्न चाहन्छु र यहाँहरूको प्रतिक्रियाले आगामी दिनमा कस्ता भिडियोहरू बनाउनु पर्छ भन्ने सन्दर्भमा सुझावहरू पनि प्राप्त होस् भन्ने अपेक्षाका साथ बिदा हुन्छु। थ्याङ्क यू फर वाचिङ।